एउटा अत्यन्तै दुःखद खबर। भारतीय सङ्गीतकी महान गायिका आशा भोसलेको 92 वर्षको उमेरमा निधन भएको छ। केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वास-प्रश्वास सम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आइसियुमा राखेर उपचार भइरहेको थियो। 7 दशकभन्दा लामो सङ्गीत यात्रामा उनले हजारौं गीत गाएर भारतीय मात्र होइन, विश्व सङ्गीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन्। उनका गीतहरू पुस्तौंसम्म लोकप्रिय रहँदै आएका छन्। उनको निधनसँगै भारतीय सङ्गीतले एउटा महत्त्वपूर्ण युग गुमाएको छ। गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार अर्थात् 2082 चैत 29 दिउँसो पुष्टि गरेका छन्। भारतीय सञ्चार माध्यमले पनि उनको निधनको खबर लेखेका छन्। भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय र अत्यन्तै सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म सङ्गीतमा उनकी दिदी स्वर्गीय लता मङ्गेशकरसँग मात्र तुलना गरिन्थ्यो। सन् 1933मा मङ्गेशकर परिवारमा जन्मिएकी आशाले 9 वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन्। उनले सन् 1943मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने 1950को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन्। त्यसपछिका 3 दशकसम्म उनी अधिकांश सङ्गीतकारहरूको रोजाइकी गायिका बनिरहेकी थिइन्। सुरुवाती समयमा उनलाई नृत्य प्रधान गीतमा मात्र सीमित गरिए पनि उनले आफ्नो दायरा फराकिलो बनाउँदै उमराव जान जस्ता फिल्ममा गजल गायनमा पनि उत्कृष्टता देखाइन्। उनी फिल्मफेयर उत्कृष्ट महिला पार्श्व गायनतर्फ 7 पटक सम्मानित भएकी थिइन्। साथै उमराव जानको दिल चीज क्या है र इजाजतको मेरा कुछ सामान गीतका लागि 2 पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन्। सन् 1933मा हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा आशा भोसलेले समकालीन सङ्गीतबारे आफ्ना विचार व्यक्त गरेकी थिइन्। आशा भोसलेले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्। उनले स्वर दिएका यो हो मेरो प्राणभन्दा प्यारो माइती घर, गेरी खेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायत थुप्रै नेपाली गीत कालजयी छन्।